गरेन हामी धेरै थाकिसके हामी अब धेरै हिँड्न सकिन्न भाइ चाहिँ पोर्चुगल पुगेछ है क्यामेरामा गाह्रो हुन्छ उड्न थालेपछि हो है ओके चाहिँ हाम्रो यहाँ छ है अघि त्यो ठडा ओह्रालो आयो खास हाम्रो मेन चाहिँ यही रहेछ है पोखरी छाप भन्ने बस्नेको व्यवस्था अब कोही कोही अब बस्ने तरिकाले आयो भने यहाँ माथि के पोखरी छापमा गर्छ ल भाइले चाहिँ यहाँ एक्टिङ गरिरहेछ है सर्ट क्लिप सर्ट भिडियोको लागि चाहिँ सर्ट कमेडी जस्तो हुन्छ नि भिडियो गराउनुको लागि चाहिँ एक्टिङ गरिरहेछ भाइले क्यामेराम्यान एकछिन रेस्ट गरेन हामी धेरै थाकिसके हामी अब धेरै हिँड्न सकिन्न भाइ चाहिँ पोर्चुगल पुगेछ है क्यामेरामा गाह्रो हुन्छ अब अर्को अहिले भिडियोमा खिचौँ लगाइ अहिले बन्द गरिदियो क्यामेरा अनि भाइ कस्तो भयो दाबी भन्दिन हैन सेम भाइ पोर्चुगल पुगेर नि आइसक्यो है रियल जस्तो भन्दी हैन ल गाइस नयाँ भिडियोमा स्वागत छ सबैजनालाई अनि त्यही हो अघिल्लो भिडियो हेर्नु बसेन भने हेर्नु होला अनि भाइको एक्टिङ कस्तो लाग्यो भनिदिनु होला है त ल अब चाहिँ हामी यहाँबाट चाहिँ ड्रोन उडाउँछ मिठो तरिकाले अब इन्जोय गरिदिनु होला है त गाइस सो गाइस अब चाहिँ हामी यहाँको मिठोवाला ड्रोन सट हान्न थालेछौँ ल हाम्रो ड्रोन चाहिँ यहाँ छ है चट्ट हाम्रो यो क्यामेराले नभेटेको सिनहरू पनि मेरो यो ड्रोनले भेट्छ क्या बवाल तरिकाले अब जे होस् हाम्रो यो के अरे पोखरी छाप जस्तो ठाउँको नाम पनि जति बेला नि बिर्सिन्छु अब आइरहेको भए त अलि याद हुन्थ्यो अब आज बल्ल फर्स्ट टाइम आएको नि त त्यही भएर अलि याद भएन त्यही हो ल अब हामी यहाँको ड्रोन सट हान्छौँ अनि त्यसपछि हजुरहरूले नि अब कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला कस्तो लाग्यो ड्रोन सट अनि गाउँ कस्तो लाग्यो है एकदम रमाइलो छ ठाउँ एकदम होइन पिस ठाउँ छ त्यही हो है त ल त्यही हो अब हामी ड्रोन उडाउँछौँ ड्रोन सट हेर्नु होला उड्न थालेपछि हो है ओके सो गए जल चाहिँ हामी ड्रोनहरू उडाएर सकियो है अब चाहिँ हामी तलतिर जान थालेको बाइक भएकोतिर अनि त्यही हो जस ड्रोन चाहिँ दामी ड्रोन सट चाहिँ हजुरहरूलाई कस्तो लाग्यो लेट मी नो इन कमेन्ट सेक्सन है त त्यही हो ठ्याक्क एउटा डाँडादेखि बसेको रहेछ हामी अब यहाँबाट त हामीले देखेको थिएन नि त ड्रोनबाट उडाएर हेरेको यस्तो बवाल देखेको थियो नि माथिबाट
भ्यूहरू। अनि यहाँको गाउँहरू पनि यस्तो बवाल देखेको थियो। त्यही हो, अब आउनु होला सबैजना है त यहाँ घुम्न। अनि अरू भने त्यस्तै हो। अब चाहिँ हामी बाइक थिम गरेर भेटौँला है त। निस्किन थालेको है त। क्या मिठो हावा चलेछ क्या। हामी बसेको चाहिँ यहीँ हो है त। ल अब चाहिँ हामी जान्छौँ तलतिर। यस्तो अलि डाँडामै बसेको क्या हामी। चिल थियो ठाउँ। सो गाइस यही हो क्या रेस्टुरेन्ट जस्तो छ क्या यो। नत्र त यहाँ केही छैन। घरहरू छ, बस्ने खानेको चाहिँ व्यवस्था हुन्छ होला है यहाँ। अब कोही हुन्छ नि रमाइलो गर्न आउनेहरूको व्यवस्था चाहिँ हुन्छ जस्तो छ। सो गाइस हामी चाहिँ हिँड्यो है पोखरी छापबाट। अब चाहिँ ठाडै ओह्रालो पर्छ। अब हामीलाई अलि गाह्रो हुन्छ है ओह्रालोमा त्यो चलाउन। ल गाइस अघि हामी बसेको चाहिँ ओ त्यो डाँडा हो। त्यो डाँडाबाट अहिले चाहिँ हामी तलतिर झरिसक्यौँ है त। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ घरहरू छ। लगभग यहाँ घरहरू भयो 6-7वटा घरहरू छ क्या गनेर। धेरै घरहरू पनि छैन। त्यही हो। तर यतातिरको हुन्छ नि क्या मौसम पनि क्या चिसो भएको क्या तलभन्दा। किनभने यो एकदम हाइटमा छ नि त। एउटा डाँडा सिङ्गै डाँडा कटेर आइया त। अनि हामी होइन संसारकोट भन्दा नि यहाँ चिसो रहेछ क्या। संसारकोटमा त्यति लागेन अस्ति जाँदा। तर यहाँ चाहिँ एकदम हुन्छ नि अर्कै महसुस हुने क्या चिसोमा। हामी यो माथिको बाटो हो क्या आएर आएको होइन र। माथिको बाटो यो तलको बाटो त ऊ त्यो गाउँ जान्छ क्या। दुईवटा बाटो रहेछ। कन्फ्युजन गरायो नि त यार। यही हो ऊ हङ्सी सिमेन्ट। यहाँबाट ऊ टक्क त्यो दुम्कीबासको देखिएछ नि त यहाँबाट त। तर गोप्रोमा चाहिँ देखेछ कि देखेछ नि थाहा भएन। तर हामीले चाहिँ क्लियरली देखेछ है। क्या प्लेन ठाउँ देखेँ क्या यार। अहिले म ठ्याक्क पोखरी त्यो उस भएको ठाउँमा नि देखाउँछु है। त्यो पोखरी भएको ठाउँमा चाहिँ पोखरी चाहिँ सुकिदिएछ क्या। ग्राउन्ड जस्तो देखिरहेन। अहिले म गएर देखाउँछु हजुरहरूलाई। खास हामी चाहिँ उ गरेर आएको के अरे पोखरी त रहेनछ। सो गाइस अब चाहिँ यहाँबाट चाहिँ सर्रै ओह्रालो पर्छ। अब बाइक अफ गर्ने हिँड्ने। पेट्रोल बचाउ कार्यक्रम गर्नु परेन। त्यही हो। सर्रै जान्छ क्या ओह्रालो छ नि त। ओहो हरिब कुदाइयो त यो बाटोमा त। सो गाइस को बर्दाघाटबाट हेर्दै हुनुहुन्छ यो भिडियो। यो ठाउँमा आउन सक्नुहुन्छ। एकदम लुकेको गाउँ रहेछ क्या यो त। हामीलाई पनि थाहा थिएन। गाउँ चाहिँ एकदम हुन्छ नि राम्रो रहेछ। त्यति धेरै घरहरू पनि छैन। घुम्नको लागि जस वान अफ द बेस्ट लोकेसन भनौँ है यो ठाउँ पनि। त्यही हो बर्दाघाटमा नि यस्तो ठाउँ रहेछ है भन्ने बल्ल थाहा पाइयो। अब हजुरहरूले यो भिडियो हेरेर आउन सक्नुहुन्छ है त घुम्न। अब बर्दाघाटमा नि अब धेरै जसो मान्छेहरूलाई थाहा हुन्न नि त। घुम्न मन लागेको हुन्छ तर ठाउँहरू थाहा भयो हुन्न क्या। अनि हामीले चाहिँ यस्तै अब लुकेको ठाउँहरूलाई घुमेर भिडियो बनाएर हजुरहरूलाई देखाएर हजुरहरूलाई रमाइलो बनाऊँ भन्ने हो। अनि त्यसपछि हजुरहरूलाई पनि आउन मन छ भने आउन सक्नुहुन्छ होइन। त्यही हो। खै त यार त्यो अहिलेको त्यो पोखरी त्यो सुकेको त्यो उ त आउँदै आउन्न त यार। नजिकै भयो जस्तो मान्थे ठ्याक्कै। ओहो ठाडै ओह्रालो छ त यार। ल यही हो पोखरी। अहिले चाहिँ सुकेको आइयो। अहिले हामी त्यहाँ तल नि जाम न यसो होइन। यही हो। ल अहिले यहाँ रोकिदिउँ। सो गाइज अहिले चाहिँ होइन यो पोखरी छाप होइन यो सुक्खा छाप हो। यो सुक्खा छाप। अहिले चाहिँ यहाँ पोखरी छैन नि त। त्यही भएर यो अहिले सुक्खा छ नि त। त्यही भएर सुक्खा छाप राखिदिएको हामीले अहिले नाम। बाइक चाहिँ हाम्रो यहाँ छ है। अहिले त्यो ठडै ओह्रालो आइयो। खास हाम्रो मेन चाहिँ यही रहेछ है पोखरी छाप भन्ने। अहिले चाहिँ सुकेको रहेछ क्या यहाँको पोखरी। त्यही भएर नि अलि हुन्छ नि
गाइज हाम्रो बाइक चाहिँ त्यहाँ छ है, टक्क त्यहाँ राखेछौँ। अनि अहिले चाहिँ हामी यो पोखरी छाप भन्ने ठाउँमा आएको। मेन चाहिँ यहाँ चाहिँ पोखरी रहेछ क्या पहिला चाहिँ। अनि यहाँको पोखरी हुनाले चाहिँ यहाँको ठाउँको नाम चाहिँ पोखरी राखेको रहेछ। अनि यहाँबाट पानी आउने मूलहरू पनि केही छैन क्या, सायद यो आकाशबाटै आएको पानीहरू जम्मा भएर यहाँ जम्मा हुने रहेछ क्या सायद है। उताबाट पनि केही छैन, पानी आउने ठाउँहरू केही छैन, यता पनि छैन, केही पनि छैन। ल हाम्रो केटाहरू यहाँ छन्, त्यही हो। अहिले चाहिँ यहाँ पोखरी छैन, त्यही भएर हामीले चाहिँ यहाँको नाम चाहिँ सुक्खा छाप राख्दैछौँ। त्यही हो है, पोखरी हुँदा चाहिँ पोखरी छाप, पोखरी नहुँदा चाहिँ सुक्खा छाप है। त्यही हो। ल ठाउँ चाहिँ एकदम राम्रो छ। अब पानी परेको बेला चाहिँ यहाँ चाहिँ पोखरीहरू हुन्छ, त्यति बेला चाहिँ दामी हुन्छ है। फेरि आउँछौँ हामी यहाँ पोखरी भएको बेला। सो गाइज यहाँको पनि मिठो ड्रोन सट हान्यो यहाँको यो पोखरी छापको पनि। जे होस् सुक्खा सुक्खा छ, जे होस् राम्रै आयो यहाँको पनि है। अब चाहिँ हामी माथि जान थालेको बाइक भएकोतिर। अहिले चाहिँ यहाँ अलिअलि ठिकै ठिकै लाग्छ बाटो। जब यो तल आम्बास पुग्न थाल्छ नि त्यति बेला चाहिँ एकदम डेन्जर बाटो आउँछ। घुमौरो पनि त्यस्तै, बाटो पनि त्यस्तै आउँछ। ओहो ठाडै ओह्रालो छ त्यहाँ। ल अब अप्ठ्यारो बाटोहरू आउनु थाल्यो है। टेरेगा त्यही हो, अरू भने त्यस्तै हो। राइड चाहिँ इन्जोय गर्नु होला। बाटो चाहिँ यस्तै छ है। जाँदाखेरि त ठिकै अप्ठ्यारो लाग्थ्यो, फर्किँदाखेरि त झन् अप्ठ्यारो जस्तो लाग्छ त्यहाँ। ओहो अलि यता छेउबाट हिँडौँ। अस्ति पनि अफरोड गयो नि त, त्यही भएर अलिअलि हात बसिसकेछ होइन। जति हामी अफरोड हिँड्छौँ नि त्यति आफूलाई सजिलो हुन्छ क्या यस्तो बाटोमा हिँड्दा। गाह्रो त गाह्रै हुन्छ अलिअलि, जे होस् हात बस्यो भने चाहिँ सजिलो हुन्छ क्या। हात पनि दुइसक्यो यार, प्रेसर पर्छ नि त ओह्रालोमा सबै, त्यही भएर। बस्नेको व्यवस्था नि हुन्छ, बस्नेको व्यवस्था अब कोही अब बस्ने तरिकाले आयो भने यहाँ माथि के पोखरी छापमा गर्छ के हो। डिस त हरिब तात्तेछ त ऊ बजेहरू चाहिँ माथि के अरे पोखरी छापतिर जाँदै हुनुहुँदो रहेछ। हिँड्दै आमा हाम्रो बाइकमा त कस्तो गाह्रो भइरहेछ, हिँड्दै जानु कति गाह्रो हुन्छ होला। ल अप्ठ्यारो बाटोहरू आउँदैछ है। अब सरारै लाएर टक्क। ल अब चाहिँ धेरै टाइम लाग्दैन अब तल त्यो सिमसारसम्म पुग्न। के अरे सिमसार र आम्बास अनै गर्नु पर्दैन, सल्लै आफै भग्छ। हुन्छ है, यस्तो छ क्या टर्निङ, यस्तो डेन्जर छ नि आम्बो।
एकदम ख्याल गरेर हिँड्नुपर्छ यस्तो बाटोमा। 1 मिस गेम फिनिस्ड हुन्छ फेरि। ल गाइस फाइनली आम्बास आइयो है त। ल हामी यहीँबाट इन्ट्री भएको क्या, ठ्याक्कै यो घर लास्ट इन्डिङ घर यही छ। यहाँबाट चाहिँ यता माथि जाने है, अनि उताबाट माथि जानुभयो भने चाहिँ संसारकोट जान्छ, त्यही हो। ल अब चाहिँ हामी तलतिर लागियो है त। अब यहाँ तलतिर सिमसरताल छ, एकैछिन त्यहाँ सिमसरतालमा रेस्ट गर्छौँ अनि त्यसपछि घरतिर जान्छौँ है त, त्यही हो। लास्ट हात दुखेछ क्या, रेस्ट त गर्नु पऱ्यो नि यार, बाइकलाई नि एकैछिन रेस्ट दिउँ, ब्रेकहरू नि औडै तात्तिएछ क्या बाइकको, त्यही भएर। ल सिमसरताल आइयो, मान्छेहरू त किन कम छ त हात त। ल एकैछिन यहाँ बस्थ्यौँ अनि त्यसपछि जाम्ला है त। अब चाहिँ हामी निस्किन थालेको है त, एकैछिन रेस्ट पनि गरेको क्या, यहाँ चाहिँ एकदम हुन्छ नि क्या फ्रेस भइदिरहेको, एकैछिन यहाँ रेस्ट हानेको त। ल अब चाहिँ भिडियो पनि एन्ड गरौँ होला, त्यही हो। अनि आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला, मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त, त्यही हो। सकेसम्म सपोर्ट गरिदिनु होला। अनि आजको लागि भिडियो यति नै, अब फेरि नेक्स्ट भिडियोमा भेटौँला है त गाइज। अन्टिल देन पिस आउट।